हजुरहरु कतिजना यो नामथाङदेखि मामरिङ सम्मको रोड हिँड्नु भएको छैन होला, ट्राभल गर्नु भएको छैन होला है। सायद अब मैक्सिमम जना अब जस्तै बजारमा बस्नेहरु त यो बाटो ट्राभल गरिहाल्छ है, तर बस्तीमा बस्ने मान्छेहरु कतिजना ट्राभल गर्नु भएको छैन, उहाँहरुको लागि यो भिडियो है। यो बाटोमा चाहिँ के अहिले चाहिँ कस्तो राम्रो कुराहरु बनाइदिनु भएको छ हाम्रो नामथाङ रातेपानीको एरिया एमएलए ले हैन। त्यही भएर त्यो देखाउनुको लागि चाहिँ यो भिडियो बनाउँदैछु। तपाईहरुले अन्तिमसम्म हेर्नुस् है त। यो बाटोमा अहिले के डेभलपमेन्ट भएको छ, डेभलपमेन्टै भनौं न है। तपाईहरुले हेर्दै जानुस् ल अगाडि। मामरिङदेखि नामथाङ जाँदाखेरि फर्स्टमै तपाईहरुले मामरिङ बजारदेखि अलिकति माथि नै यो हनुमानको मन्दिर भेटाउनुहुन्छ है। र त्यसरी नै अलिक माथि पुगेपछि फेरि यहाँनिर आई लभ मामरिङ लेखेको देख्न सक्नुहुन्छ, जहाँनिर चाहिँ तपाईहरुको लागि सिट पनि लगाइएको छ, जहाँ बसेर चाहिँ तपाईहरुले मजाले तलको भ्यू इन्जोय गर्न सक्नुहुन्छ है। अन्त त्यहाँ रम्फूको अटल सेतु ब्रिज जुन चाहिँ लंगेस्ट ब्रिज अफ सिक्किम छ, त्यो पनि यहाँ माथिबाट मजाले देख्न सक्नुहुन्छ। र त्यहाँदेखि अलिक माथि पुगेपछि फेरि यो हरियो जंगलको बीचमा यहाँनिर एनिमलको स्ट्याचु त छँदैछ, त्यसमा चाहिँ यहाँनिर गौतम बुद्धको स्ट्याचु, भगवानको स्ट्याचु पनि लगाइएको छ, जहाँ गएर तपाईहरुले पूजा गर्न सक्नुहुन्छ है। र त्यसको छेउमै फेरि अर्को के छ भने नागको स्ट्याचु पनि छ, यहाँ पनि तपाईहरुले पूजा गर्न सक्नुहुन्छ। मलाई चाहिँ के लाग्यो भने यहाँनिर सायदै मान्छेहरुले पुरा मैला गरेर मैला फ्यालेर चाहिँ यो इनिसिएटिभ लिएको जस्तो लाग्यो है। किनभने यहाँ बोर्डमा पनि लेखिरहेछ यहाँ नाग स्थान, यहाँ मैला फ्याक्नु मनाइ छ भनेर। र त्यसको अलिकति माथि पुग्दाखेरि फेरि तपाईहरुले रोडको छेउछेउमा एनिमलको स्ट्याचु त्यतिकै देख्दै जानुहुन्छ है। र त्यहाँनिर तपाईहरुले के नोटिस गर्दै जानुहुन्छ अब चाहिँ भन्दाखेरि दोकानहरु, यहाँको मान्छेहरुलाई, यो गाउँको यो ठाउँको मानिसहरुलाई चाहिँ एकदमै ठुलो अपर्च्युनिटी हो यो चाहिँ है। यहाँ सबैजनाले दोकान थापेर चलाइरहनु भएको छ। यहाँ चाहिँ किनभने ट्राभलरहरु यो सिनहरु हेर्नुको लागि चाहिँ यसो रोकेर त्यो दोकानको सामानहरु किनिदिन्छ नि त। त्यो भएर यो गाउँको यो ठाउँको मान्छेहरुलाई चाहिँ एकदमै राम्रो कुरा भयो जस्तो लाग्यो यो चाहिँ है। यो हाम्रो एमएलए सरको जुन चाहिँ इनिसिएटिभ छ, यो रोडको छेउछेउमा यस्तो कामहरु गर्ने, यो चाहिँ यो गाउँको लागि चाहिँ एकदमै राम्रो भयो जस्तो लाग्यो मलाई चाहिँ। अन्त तपाईहरुले देख्नु हुँदैछ यहाँनिर रामको स्ट्याचु जो चाहिँ प्लास्टिकमै कभर छ, अनकभर भएको छैन है। किनभने यो चाहिँ सायदै इनोग्रेसन भएको छैन होला मलाई चाहिँ लाग्यो है। तपाईहरुले त्यो साथसाथै तपाईहरुले भित्तातिर पनि तपाईहरुले पेन्टिङ देख्न सक्नुहुन्छ। यहाँनिर साइडमा रोडको साइडमा यहाँनिर फूल रोप्नुको लागि ठाउँ पनि बनाएको जस्तो लाग्यो मलाई है। यो यो आइडिया एकदमै बेस्ट लाग्यो। रोडको छेउछेउमा यो फूल रोपेकोहरु फूल रोप्नेवाला होला सायदै, मलाई चाहिँ लाग्दैछ है। अन्त त्यसरी नै यो भिडियो चाहिँ मैले गान्तोकदेखि नामथाङ जाँदाखेरि घर जाँदाखेरि लिएको भिडियो है। यस्तो राम्रो कुरा गरिरहनु भएको छ हाम्रो एमएलए सरले, किन चाहिँ मैले ब्लगमा ननिकाल्ने, किन चाहिँ मैले ब्लगिङ नगर्ने भनेर सोचेर चाहिँ यो भिडियो बनाएको। र तपाईहरुले नामथाङ पुग्नु आँट्दाखेरि तपाईहरुले देख्न सक्नुहुन्छ यहाँनिर शिवजीको स्ट्याचु जो चाहिँ कभरै छ यो पनि है। यो पनि सायदै इनोग्रेसन भएको छैन। अन्त तपाईहरुले देख्न सक्नुहुन्छ यहाँनिर अरु एनिमलहरु, यहाँ डियर भयो, यहाँ टाइगर पनि देख्न सक्नुहुन्छ। तपाईहरुले अगाडि हेर्दै जानुहोस्। यसरी नै यो रोडको छेउछेउमा चाहिँ पुरै बेसी यो एनिमलको स्ट्याचुहरु लगाइदिएको छ क्या। अब ट्राभलरहरु जो जति पनि छ गाडीमा बसेर पुरा निद्रा नलागोस् हैन, अल्छी नलागोस् भनेर चाहिँ यो सिन हेर्दै जानु एकदमै रमाइलो हुने भयो ट्राभलरहरुको लागि हैन। अन्त तपाईहरुलाई यहाँनिर नामथाङ बजार पनि त्यसरी नै देखाउँदै लान्दैछु है। यस्तै छ नामथाङ बजार। तपाईहरुले हेर्दिनु भयो अन्तिमसम्म, सबैजनालाई धन्यवाद दिँदैछु। र यो आइडिया हाम्रो एमएलए सरको कस्तो लाग्यो तपाईहरुलाई है, प्लिज कमेन्टमा भनिदिनु होला।